अब लागौ बाँकी टपिक्सतिर। पढाइले जस्ताको त्यस्तै याद राख्ने। अर्को 7 नम्बर मेथड, टिच समवन, सिकेको तुरुन्तै अर्कोलाई सिकाउने। अर्कोलाई सिकाउँदा 90% सम्म दिमागमा बस्छ। नजिकमा मान्छे नभए आफैले कुरा गर्ने। कसरी गर्ने? कुनै नयाँ कुरा पढ्नु भयो, 5 मिनेटमै साथी भाइलाई सिकाउनुस्। उदाहरणको लागि आज माइटोकोन्ड्रिया पावर हाउस अफ सेल पढ्नु भयो। अब साथीलाई भन्नुहोस् कोशिकालाई खाना बनाउन ऊर्जा चाहिन्छ, त्यो बनाउने कारखाना हो, माइटोकोन्ड्रिया हो। यसरी सिकाउँदा मेमोरी 90% कायम रहन्छ। यसै गरिकन 8 नम्बर टेक्निक्स, प्रोमोडो टेक्निक्स। यस टेक्निक्समा 25 मिनेट पढ्ने, 5 मिनेट ब्रेक। यसले दिमागलाई ताजा राख्छ र याद शक्ति बढाउँछ। कसरी गर्ने? 25 मिनेट पढ्ने, 5 मिनेट आराम। 4 पटक पछि 15-20 मिनेटको लामो ब्रेक। यो प्याटर्न अनुसार 2-3 घण्टा पढे पनि दिमाग के हुन्छ भने फ्रेस रहन्छ। त्यसरी गरिकन 9th नम्बरको मेथड, मल्टी सिनेरियो लर्निङ। मल्टी सिनेरियो लर्निङ भन्नाले एकै समयमा कान, आँखा, मुख र हात सबैलाई प्रयोग गरेर प्रभावकारी तरिका हो, जसले दिमागमा धेरै इनपुट च्यानल्स खोलिदिन्छ र याददाश्त 3 गुणा बढी बढाउने काम गर्छ। जसको लागि के गर्नु पर्यो? पहिला पढ्नुस्, बोल्नुहोस्, लेख्नुहोस्, हेर्नुहोस्। यो विधि प्रयोग गर्न सक्नुहुन्छ। जस्तै पढाइ गर्दाखेरि आँखाको प्रयोग हुन्छ। आँखा दिमागको सबैभन्दा सक्रिय इनपुट हो। पढ्दा भिजुअल कन्टेक्स्ट सक्रिय हुन्छ। दिमागमा शब्द, लाइन, चित्रको रूपले मेमोरी बनिन्छ। यसलाई भिजुअल मेमोरी पनि भनिन्छ। दोस्रो नम्बर, बोल्दाखेरि, स्पिकिङ गर्दाखेरि मुख र कानको प्रयोग हुन्छ। बोल्दा दिमागले इन्फर्मेसनलाई फेरि प्रोसेस गर्छ। आफूले बोलेको कुरा फेरि आफैले सुन्दा अडिटरी मेमोरी सक्रिय हुन्छ। धेरै अध्ययनले के देखाउँछ भने कसैले बोलेको सुन्दा भन्दा आफू बोलेको दिमागले धेरै सम्झिन्छ। त्यसै गरिकन लेख्दाखेरि यसमा हात प्लस दिमागको कोअर्डिनेसन हुन्छ। लेखाइ फिजिकल एक्सन भएकोले दिमागमा मोटर मेमोरी बन्छ। लेख्दा इन्फर्मेसन गहिरोसँग प्रोसेस हुन्छ। लेखेर पढेको 2-3 गुणा बढी समयसम्म दिमागले राख्ने काम गर्छ। त्यसरी गरिकन हेर्दाखेरि, भिजुअलाइजेसन गर्दाखेरि डायग्राम, फ्लो चार्ट, भिडियो, फोटो, डायग्राम, माइन्ड म्याप हेर्दा स्मृति निकै द्रुतसँग बन्छ। वैज्ञानिक तथ्यानुसार दिमागले चित्रलाई शब्दभन्दा 60,000 गुणा छिटो बुझ्छ। त्यसैले भिजुअलाइजेसन बराबर मेमोरी बुस्टर भनेर पनि बुझ्न सकिन्छ। मल्टी सिनेरियो लर्निङले 3 गुणा मेमोरी किन बढाउँछ? कान प्लस आँखा प्लस हात प्लस मुख सबै सक्रिय हुँदा दिमागमा 4 लेयरको मेमोरी एकै पटक बनिन्छ। जसले भिजुअल मेमोरी, जस्तै भिजुअल मेमोरी हेरेर बनेको, अडिटरी मेमोरी सुनेर बनेको, मोटर मेमोरी लेखेर बनेको, लेखेर या बोल्दा बनेको, र कग्निटिभ मेमोरी दिमागले अर्थ बुझेर बनेको। यी 4 लेयर मिलेर मेमोरी धेरै बलियो हुन्छ, जसले गर्दा छिटो सम्झिन्छ, लामो समयसम्म बिर्सिन्न। परीक्षामा यसले गर्दा लेख्न सजिलो हुन्छ। And so don't forget to give one like and share my video to your friends. Thank you for watching. Namaste.